चाहिँ हामी यो गेमको फुल सिटीको हुन्छौँ। अब हामी चाहिँ आजको सिटी चाहिँ कावासाकी निन्जा X2R बाइकमा घुम्न जान्छौँ। अनि अब 400 चिटको ड्राइभ गरेर म चाहिँ बाइकलाई अर्डर गर्छु। अनि बाइक चाहिँ ग्रिन कलरको छ हाम्रो। अनि अहिले चाहिँ म हेलमेट लगाइरहेको छु, हेर्न सक्नुहुन्छ। हेलमेट लगाएपछि अब हामी जान्छौँ। म आज बाइक चाहिँ स्टियरिङबाट कन्ट्रोल गर्छु। मेरो लागि चाहिँ गेम खेल्न हल्का गाह्रो हो, किनभने म पिसीमा खेल्छु। अनि मेरो हिजो भिडियो हालेदेखि 1 सब्सक्राइबर पनि बढेको छैन। प्लिज एकचोटि लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। मेरो भिडियो पनि राम्रो हुन्छ, राम्रै हुन्छ, राम्रो लाग्छ तपाईँहरूलाई। र अब हामी कुरा गर्दा गर्दै पुलिस स्टेसनमा आइपुगिसक्यौँ। पुलिस स्टेसन चाहिँ यस्तो छ, ब्लू कलरको, हेर्नुहोस्। अनि अब हामी जान्छौँ न्यू सिटी। यो न्यू सिटी चाहिँ हाम्रो नयाँ अपडेट हिजो अस्तितिरकै नयाँ अपडेटमा आएको हो। अनि नयाँ अपडेटमा चाहिँ गेममा एउटा युएफओ पनि आएको छ। त्यो युएफओको भिडियो चाहिँ म भोलि ल्याउँछु। अनि अहिले चाहिँ हामी यो यतापट्टि रोडमा हिँडिरहेछौँ। अब यो यतापट्टि लेफ्टपट्टि भएको चाहिँ यता हाम्रो बिच हो, हेर्न सक्नुहुन्छ। यो बिच हेर्न सक्नुहुन्छ। यतापट्टि हाम्रो लेफ्टपट्टि अहिले चाहिँ म बिचमा कुदाइरहेको छु गाडी, हेर्न सक्नुहुन्छ। अनि आजको भिडियो चाहिँ यो सिटी भिजिट मात्र हो, अरू केही पनि छैन यो भिडियोमा। अनि अहिले हामी चाहिँ नयाँ सिटीमा पुग्न आँटिसक्यौँ। त्यो अगाडिको बिल्डिङहरू चाहिँ नयाँ सिटी हो, हेर्न सक्नुहुन्छ। अनि अब नयाँ सिटीमा हामी पुग्न लाग्यौँ। अब यहाँ चाहिँ रोड छैन, त्यही भएर हामी रङ वे हिँडेर जान्छौँ, हेर्नुहोस्। अहिले चाहिँ हामी नयाँ सिटीमा पुग्न आँट्यौँ। अब चाहिँ हामी नयाँ सिटीमा पुग्छौँ, हेर्न सक्नुहुन्छ। हामी चाहिँ नयाँ सिटीमा पुगिसकेको छौँ। अनि यहाँ नयाँ सिटीमा चाहिँ यो सिटी चाहिँ स्मल छ नर्मल सिटी भन्दा। अनि यो सिटीको तल चाहिँ एउटा ट्रेन हिँड्ने बाटो पनि, ट्रेनको टनल पनि छ। अहिले यो भिडियोमा म त्यो टनल चाहिँ देखाउँदिनँ, हेर्न सक्नुहुन्छ अहिले चाहिँ। अनि हिजोको भिडियोमा प्लिज यो 1 भ्युज मात्र आएको छ, धेरै माया गरेर त्यसलाई त्यसको पछाडि 2टा जेरो होइन, त्यसको पछाडि एउटा के थपिदिनु होला। अनि मेरो 1K भ्युज पुग्छ। अनि प्लिज माया गरिदिनु होला। मेरो सब्सक्राइबर पनि 7 भन्दा बढेको छैन, प्लिज मेरो च्यानल सब्सक्राइब गरिदिनु। अनि अब हामी चाहिँ जान्छौँ पेट्रोल पम्पनेरि। न्यू सिटी भन्दा पेट्रोल पम्प नजिकै छ, हेर्न सक्नुहुन्छ। बाटो हेर्नुहोस्, अहिले चाहिँ हेर्न सक्नुहुन्छ अझै पनि। अब अझै हामी स्ट्रेट गइरहेको छौँ, अझै स्ट्रेट गइरहेको छौँ हामी। हिजोको भिडियो चाहिँ त्यो ओल्डवाला थियो, अहिले चाहिँ यो न्यू अपडेटको न्यू सिटीहरू हो। अहिले हिजोको भिडियोमा चाहिँ धेरै पुरानो अपडेटहरू थियो। त्यहाँ त प्लेन उडाउने फिचर पनि थिएन, यसमा त प्लेन उडाउने फिचर पनि आएको छ, हेर्न सक्नुहुन्छ। अहिले चाहिँ हामी कुरा गर्दा गर्दै पेट्रोल पम्पमा आइसक्यौँ, हेर्नुहोस् अगाडिपट्टि। यो चाहिँ पेट्रोल पम्प हो। इन्डियामा एउटा पेट्रोल पम्पकै नाम, इन्डियामा भएको पेट्रोल पम्पमै हो यो पनि, त्यसको नामै यही छ। अनि यहाँ चाहिँ फ्युल हाल्न मिल्दैन हामीले। अब हामी निस्किसक्यौँ बाहिर। फेरि हामी जान्छौँ रेलवे स्टेसनमा। त्यहाँ अगाडि यो अगाडि सानो चाहिँ रेलवे स्टेसन हो। अनि त्यो रेलवे स्टेसनको अगाडि एउटा बाटो छ। त्यो बाटोमा चाहिँ गाडी, बाइक मान्छे कोही पनि जाँदैन। यो चाहिँ रेलवे स्टेसन हो। अनि हिजो अस्तितिरको अपडेटमा यसमा भेहिकल होइन, हिजो अस्तिको अपडेटमा चाहिँ यो मान्छेहरूले
भेहिकल बाइक गुडाउँछन्, नभए अगाडिको अपडेटमा यो फिचर थिएन। यहाँ चाहिँ हामी ट्रेन लिन पुगिसक्यौँ। यहाँ चाहिँ हाम्रो यो ट्रेन हो। हामी चाहिँ ट्रेन लिएर अगाडि जान्छौँ। हामीले झन्डै ट्रेनलाई हानेर भर्खर हेर्न सक्नुहुन्थ्यो। अब हामी ट्रेन रेलवे स्टेसनमा गएर तपाईँहरूलाई ट्रेनको इन्स्ट्रक्सन पनि दिन्छु। अब हामी ट्रेनमा अब हामी रेलवे स्टेसनमा आइसक्यौँ। अब त्यहाँबाट ट्रेन आउँदै होला, हेर्न सक्नुहुन्छ। ट्रेन आइपुग्यो। अब हामी इन्फिनिटी हेल्प लगाउँछौँ। इन्फिनिटी हेल्पको चाहिँ चिट कोड हो 9129 अनि हामी डायल गर्छौँ। इन्फिनिटी हेल्प लगाइसक्यो, हेर्न सक्नुहुन्छ। अनि हामी ड्रोन अन गर्छौँ। ड्रोन अन गर्नको लागि चाहिँ DON लेख्नुपर्ने हुन्छ। ड्रोन अन भइसक्यो हाम्रो। अब हेर्नुहोस्, ड्रोनबाट ट्रेनको देखाउँछु म फुल। यो चाहिँ फर्स्टको भ्यू हो। अनि यो चाहिँ इन्जिनहरू हो। यो चाहिँ सबसे फर्स्टको अगाडिको। यो माथि, यहाँबाट माथि चाहिँ गाडी ट्रेन गुडाउने बाटो छ। यो म क्लियर देखाइदिन्छु, हेर्नु सक्नुहुन्छ। यहाँनिर ट्रेन उडाउँछ अनि यहाँ गुडाउँछ। यहाँ पछाडि चाहिँ खाली छ गाइस, केही पनि छैन, हेर्न सक्नुहुन्छ। फुल खाली, केही पनि छैन। अनि अब हामी ड्रोन ब्याक गरेर हामी चाहिँ उमा जान्छौँ, जुरासिक पार्क। अनि जुरासिक पार्कमा चाहिँ इलाफेन्ट, लायन अनि के अरे इलाफेन्ट, डाइनोसर, बोफेलोहरू हुन्छ, हेर्न सक्नुहुन्छ। अहिले म देखाइदिन्छु हजुरलाई। यो चाहिँ अटोमेटिक गेट हो, हेर्न सक्नुहुन्छ। हामी चाहिँ जुरासिक पार्कभित्र आइपुग्यौँ। चाहिँ हेर्न सक्नुहुन्छ। राम्रो लाग्यो भने आजको भिडियो चाहिँ लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। अनि मेरो भिडियोलाई चाहिँ धेरै माया गरिदिनु होला। म जति मिहिनेत गरिरहेको छु, मेरो मेहनत मन पर्यो भने लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। अनि अब हाम्रो चाहिँ यहाँ यो चाहिँ डाइनोसरको एगहरू हो, हेर्न सक्नुहुन्छ। यहाँ डाइनोसरको एग हेर्नु। अनि अब हामी तपाईँहरूलाई म इलाफेन्ट र डाइनोसर देखाउँछु। यहाँ अगाडि नै रहेछ। यो चाहिँ यो ठुलो चाहिँ डाइनोसर हो गाइस। अनि त्यो मुनिको चाहिँ इलाफेन्ट हो। अनि अब यहाँ अहिले हामीलाई चाहिँ डाइनोसरले लहरिरहेको छ। अनि यहाँ अगाडि अहिले बफेलो पनि हेर्न सक्छौँ हामी अहिले। त्यहाँ पछाडि रहेछ बफेलो, हेर्नुहोस्। यहाँनिर यो चाहिँ बफेलो हो। हामी चाहिँ जुरासिक पार्कबाट बाहिर निस्किन्छौँ, हेर्नुहोस्, हेर्दै जानुहोस्। अब हामी बाहिर निक्लिन्छौँ। यहाँ उता मेरो घरभन्दा हल्का तल बेच, त्यही भएर यहाँ ड्याङ ड्याङ डुङ डुङ आवाज आइरह बाजाको, हेर्नुहोस्। अझै यहाँ रुखमा ठोक्यो भर्खरै। अब हामी पुनः आँट्यौँ। अब हामी गेटमा पुनः आँट्यौँ गाइज। हाम्रो गेट कहाँ गयो? त्यहाँ छ गाइज। मैले बिर्सेँ गेटै, त्यहाँनिर रहेछ गेट। अब हामी जान्छौँ। कहाँ जान्छौँ भने अब हामी जान्छौँ। हामी कहाँ जान्छौँ मलाई पनि थाहा छैन। अब जहाँ नजिकै हुन्छ त्यहीँ जान्छौँ। रुक्नु है त। अब हामी जान्छौँ कन्स्ट्रक्सन एरियामा। त्यहाँ चाहिँ काम भइरहेको छ। अहिले हामी पुग्छौँ त्यही कन्स्ट्रक्सन एरियामा, हेर्नुहोस्, हेर्दै जानुहोस्। यहाँ बाटोमा हाम्रो क्यारेक्टरले गाडी कुदाएको छ, बाइक। अब हाम्रो कन्स्ट्रक्सन एरिया चाहिँ होइन। अब हामी कन्स्ट्रक्सन एरियामा जाँदैनौँ, हाम्रो ओल्ड हाउसमा जान्छौँ। यो चाहिँ हाम्रो ओल्ड हाउस हो, हेर्नुहोस्। यहाँ चाहिँ त्यो हाम्रो न्यू हाउसभन्दा पनि ठुलो छ, हेर्न सक्नुहुन्छ। तपाईँहरूलाई ओल्ड हाउस राम्रो लाग्यो कि न्यू हाउस? हामी स्पन हुने चाहिँ न्यू हाउस हो। यो चाहिँ हाम्रो ओल्ड हाउस हो। अनि हामी चाहिँ अब कन्स्ट्रक्सन एरियामा जान्छौँ। अब हामी स्ट्रेट जान्छौँ अनि यता लेफ्ट जान्छौँ। अनि अब हामी स्ट्रेट जान्छौँ, हेर्न सक्नुहुन्छ।
अब अझै हामी स्ट्रेट जान्छौँ, हेर्न सक्नुहुन्छ। अझै हामी स्ट्रेट जान्छौँ यहाँ गाडीबाट। अनि यो कन्स्ट्रक्सन एरियाको ठ्याक्कै अगाडि चाहिँ कार डिलरसिप एरिया पनि छ। हामी चाहिँ अहिले कन्स्ट्रक्सन एरियामा आइपुग्यौँ। हेर्नुहोस्, यो यतापट्टिको चाहिँ हाम्रो कन्स्ट्रक्सन एरिया हो, हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो कन्स्ट्रक्सन एरिया भइहाल्यो। अनि हामी चाहिँ कन्स्ट्रक्सन एरियाको भित्र यहाँ चाहिँ सामान हेर्छ। त्यो अगाडिको दुईवटा चाहिँ बिल्डिङहरू हो, बन्दै बाँकी छ, बन्नै छैन, हेर्न सक्नुहुन्छ। अहिले त जान पाइँदैन, तर म गइरहेको छु। त्यो बाढ लागेको छ अहिले, त्यहाँभन्दा अगाडि चाहिँ म गइनँ। हेर्नुहोस्, अझै हामी जान्छौँ कार डिलरसिपमा। यो अगाडिको चाहिँ लग्जरीवाला कार डिलरसिप हो, हेर्न सक्नुहुन्छ। राम्रो छ यो कार डिलरसिप। अब हामी अगाडि जान्छौँ। अब हामी कहाँ जान्छौँ गेस गर्नु। कहाँ जान्छौँ मलाई थाहा छ तपाईँलाई। अब हामी जान्छौँ एयरपोर्ट। अब हामी जान्छौँ एयरपोर्ट, हेर्न सक्नुहुन्छ। अब हामी चाहिँ गइरहेछौँ एयरपोर्टनेरि, अझै स्ट्रेट गइरहेछौँ हामी एयरपोर्ट। अब हामी यतापट्टि राइटपट्टि टर्निङ लिन्छौँ। अब स्ट्रेट जान्छौँ, स्ट्रेट, अझै स्ट्रेट जान्छौँ, हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी एयरपोर्टमा पुग्न आँट्यौँ। अब पहिला हाम्रो घर आउँछ, त्यसपछि एयरपोर्ट आउँछ। अब स्ट्रेट जाम, स्ट्रेट, अझै स्ट्रेट, 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 अझै स्ट्रेट। यहाँ चाहिँ झन् हाम्रो बाइकले गाडीलाई हान्यो। अब हामी फेरि स्ट्रेट जान्छौँ। हाम्रो घर आइपुग्नु आयो। अब घरबाट एयरपोर्ट जानु त धेरै बेरै लाग्दैन, त्यो एयरपोर्ट घरकै पारिपट्टि हो। अब हामी चाहिँ घर पुगिसक्यौँ। यो चाहिँ हाम्रो घर हो त्यहाँपट्टिको। मैले रोकिनँ किनकि मसँग टाइम कम छ। अब हामी गएर एयरपोर्टमा पुग्छौँ। यता लेफ्टपट्टि, सरी बिर्सेको छु। अब हामी एयरपोर्टमा एन्ट्री भइसकेको छौँ। यहाँ चाहिँ बिग प्लेन छ, अनि यतापट्टि चाहिँ स्मल प्लेन छ। कसैकोमा बिग प्लेन पनि स्पन हुन्छ। त्यहाँ चाहिँ अर्को नै बिग प्लेन छ। अनि आजको लागि यति नै। बाई बाई गाइज। अब अर्को भिडियोमा भेटौँला। थ्याङ्क यू।